हामी त पैदल यात्रा गर्नु पर्यो, रोडको किनारबाट यसरी हिँड्नुपर्छ। तर भने है पछाडिबाट यस्तो पेलेर आउँछ नि गाडी होइन, नजिकैबाट आउँछ क्या एकदमै। कहिलेकाहीँ त मुटु सिरिङ्ग हुन्छ यार, के गर्नु है, बाहिर जान पर्यो। अब आफ्नो पनि धेरै कामहरू हुन्छ, हामी पनि बाहिर निस्किन पर्ने जरुरी पर्छ। भित्रै बसेर रुममै बसेर मात्रै जिन्दगी चल्दैन है साथीहरू। त्यस कारणले गर्दाखेरि चाहिँ कहिलेकाहीँ यस्तो फिल हुन्छ कि है आफ्नै देशमा भइदिएको भए पनि त्यो मन शान्त हुन्थ्यो, मनमा ढुक्क हुन्थ्यो। कमसेकम म मेरो देशमा छु भन्नेसम्म फिक्कै हुन्थ्यो क्या। तर अलिकति कहिलेकाहीँ यस्तो दुःख लाग्छ नि, अर्काको देशमा मजदुरी गर्न पर्दाखेरि चाहिँ मन फाटेर आउँछ हौ साथीहरू। तर पनि के गर्ने, ह्याप्पी खुसी भएर पनि बस्नु बाध्यता छ। सधैँभरि टेन्सन गऱ्यो भने त अर्काको देशमा बस्न पनि सकिन्न। सो अहिलेलाई जे छ ठिक छ। अल द बेस्ट।